नेपाली क्रिकेट टिमका स्टार बलर सन्दीप लामिछानेले क्यानसँगको केन्द्रीय सम्झौताबाट अलग हुने घोषणा गरेका छन्। मंगलबार आइसिसी विश्वकप लिग 2 को सिरिजको अभ्यासका लागि बेलायत प्रस्थान गर्नु अघि उनले सामाजिक सञ्जाल मार्फत स्ट्याटस पोस्ट गर्दै सो घोषणा गरेका हुन्। सन्दीपले लेखेका छन्, धेरै सोच विचारपछि मैले क्यानको केन्द्रीय सम्झौताबाट बाहिर बस्ने निर्णय गरेको छु। तर म जसरी पहिला खेल्थे सोही तरिकाले खेलिरहनेछु। मेरो राष्ट्रप्रतिको जिम्मेवारी र गर्व कहिले घट्ने छैन। उनले क्यानबाट पाएको निरन्तर साथ, अवसर र समर्थनप्रति आभार समेत व्यक्त गरेका छन्। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीपले सम्झौताबाट अलग हुने बारे यसअघि नै संघलाई इमेल मार्फत जानकारी गराइसकेका थिए। सन्दीपको इमेल छलफलको क्रममा नै थियो, तर सार्वजनिक रूपमा उनले घोषणा गरेपछि यसबारे निर्णय लिन कार्य समिति बैठक बस्नेछ, प्रवक्ता लामाले भने। सन्दीप हालै मात्र सार्वजनिक गरिएको क्यानको केन्द्रीय अनुबन्ध सूचीमा ए ग्रेडमा रहेका थिए। सो ग्रेडमा रहेका खेलाडीलाई क्यानले मासिक 1 लाख रुपैयाँ पारिश्रमिक दिने गर्छ। ए ग्रेडमा रहेका अन्य खेलाडीहरूमा कप्तान रोहित कुमार पौडेल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र आसिफ शेख रहेका छन्। पछिल्लो समय सन्दीप र क्यानबीचको सम्बन्ध सौहार्दपूर्ण देखिएको छैन। गएको माघ महिनामा सन्दीपले जय ट्रफीको एक खेलमा अम्पायरको निर्णयप्रति सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका थिए। त्यसकै आधारमा उनलाई क्यानले 3 डिमेरिट अङ्क दिँदै एक खेलको प्रतिबन्ध लगायो। म्याच रेफ्री र प्राविधिक समितिको सिफारिस अनुसार सन्दीपलाई कारबाही गरिएको थियो। उनले जनकपुरमा त्रिभुवन आर्मी क्लब विरुद्धको खेलमा अम्पायरको निर्णयप्रति आक्रोश व्यक्त गरेका थिए। सन्दीपले हालै नयाँ हेड कोच स्टुअर्ट लले सञ्चालन गरेको कोर क्याम्पमा नेपाल रेड टिमको कप्तानी गरे, जहाँ उनी नेतृत्वको टिमले लगातार राम्रो प्रदर्शन गर्यो र सन्दीप कप्तान रहेको टोलीका अधिकांश खेलाडीले दोस्रो चरणको क्याम्पमा स्थान बनाए। तर पनि क्यानले उनलाई राष्ट्रिय टोलीमा भने कुनै नेतृत्वदायी भूमिका दिएन। उपकप्तानमा दिपेन्द्र सिंह ऐरी फर्किएपछि सन्दीपको भूमिकामा कटौती भएको प्रश्न देखियो। विगतमा कप्तान बनिसकेका उनी अदालतको सफाईपछि फेरि सोही जिम्मेवारी चाहन्थे। तर सन्दीपले भने उपकप्तानको जिम्मेवारी पनि पाएनन्। बरु क्यानले हालै ओडिआईमा खराब रेकर्डका बावजुद दिपेन्द्रलाई उपकप्तानको जिम्मेवारी दियो। यो निर्णयपछि सन्दीप क्यानसँग थप असन्तुष्ट बनेका छन्। नेतृत्वको भूमिकाबाट टाढा राखिनु र अघिल्लो माघ महिनाको अनुशासन कारबाही लगायत कारणले सन्दीप र क्यानबीचको सम्बन्धमा चिसोपन बढेको प्रश्न देखिन्छ। क्यान सामु अब उनको व्यवस्थापन गर्ने ठूलो चुनौती छ। अहिलेको अवस्थामा क्यान समक्ष टी20 फर्म्याटमा सन्दीपलाई कप्तान वा उपकप्तानको जिम्मेवारी दिने विकल्प छ। विगतमा उनको नेतृत्वमा यस फर्म्याटमा नेपालले राम्रो नतिजा दिएको रेकर्ड पनि छ। सन्दीपको कप्तानीमा नेपालले 18 टी20 म्याच खेल्दा 13 मा जित र 5 खेलमा मात्र हार बेहोरेको थियो र उनको कप्तानीमा नेपालको जित प्रतिशत 72.22 थियो, जबकि वर्तमान कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा टी20 मा नेपालको जित प्रतिशत 52.38 रहेको छ। सन्दीपको ताजा स्ट्याटसमा गहिरो असन्तोष, आत्मसम्मान र संस्थागत व्यवहारप्रतिको असहमति समेटिएको देखिन्छ। क्यानले अब यस विषयलाई कसरी सम्हाल्छ भन्ने कुराले भविष्यमा उनको भूमिका र नेपाली क्रिकेटको संस्थागत स्वास्थ्य दुवैलाई असर गर्नेछ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया स्पोर्ट्स इन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।